वेलकम टु माई नेक्स्ट मिनी ब्लग साथीहरू। आज चाहिँ हामी काफल खाने भनेर सल्यान जाँदैछौँ। यो चाहिँ बाटो भयो, गइरहेको छौँ हामी। धुलो यति धेरै उडेको छ नि, 4-5वटा गाडी लगातार जान्छन्, एकैचोटि धुलो उडाउँछन् जान्छन्। होइन त धुलो पनि के हेर्नु र हैन कति महिनातिर आयो अरे के स्वस्थ पारेर पहाड चढ्ने अब बोटानिकल गार्डनदेखि चाहिँ हामी फर्किसक्यौँ। अब यतातिर कपुरकोट गएर खाजा खाने, अब कतै काफल खान जाने जस्तो ठाउँ छ। के हो यो? चुत्रो हो, टिप्नु न अरू पनि टिप्नु न। त्यो ठुलो हाँगा भाँच्नु न, हो त्यो काफल फलेकै देखेन हामी त, भेटाएनौँ। काफलै नभेटा काफल नखाएर आयौँ। यतिकै बाहिर ठेलामा राखेको चाहिँ किनेर ल्यायौँ छिट्टैमा। आउँदा आउँदै पानीले भिजायो, जाडो भयो।